तिमी सखा चामल लाउनु हल्का छराउनु फेरि मोटोको अन्टको सबैले प्रार्थना गर्नु पर्यो ए मिठा यसरी पूजा गर्नुपर्छ यहाँ ल हालम कहाँ हो के हो गुफा जान्छ गुफा जाने ल जानु हाम्रो दाइहरू गुफा हेर्नु जाँदै हुनुहुन्छ अनि दाइले पोला समात्नु भयो पहिला छोडेको म भिरमौरी मेरो अगाडिबाट भन्दा पछाडिबाट पुरा अलिकति अगाडिबाट खिच्यो भने अलि हल्टेको देखिन्न अब चाहिँ सागघर अब गुफा छिर्दैछन् ल हाम्रो क्यामेराम्यानहरू गुफाभित्र जाँदैछ अल द बेस्ट राम्रोसँग घुमघाम गरेर आउनु होला गुफाको नाम के हो नाम छैन गुफाको सेतो भिरको गुफा हो कि के भन्छ ल जानु बत्ती बालेर जानु ल ल जान नसक्नु होला अलिकति सुतेर जानुपर्छ माथि माथि त अक्सिजनको कमी छ भनेदेखि त नजाँदा नि राम्रो ल हाम्रो सेतो दाइ लाँदै हुनुहुन्छ हाम्रो क्यामेराम्यानलाई ल ल बत्ती बाल्दै यता बत्ती बाल्दै जाउँ त ओए उति हो र परै यो म नजाम डर लाग्यो म गइदिउँ समातेर टुप्पा पनि आएन भने पर गएर त्यो चमेरो पनि देखाइदिनु न सेतो दाइ ल हाम्रो दाइ चाहिँ जानु सक्नु भएन अहिले र अब चाहिँ म पछिको चाहिँ तपाईँहरूलाई चाहिँ भिडियो देखाउँदैछु है त भिडियोलाई अन्तसम्म हेरिदिनु हाम्रो क्यामेराम्यान नै डराउनु भएछ त अनि कहाँबाट जान सक्ने गाइजु जानु खोज्दाखेरि अब क्यामेराम्यान डराउनु भयो यदि तपाईँहरू घुम्न चाहनुहुन्छ भने यो गुफाभित्र आउनु छ भने हाम्रो रुम्जा माछापुच्छी गाउँपालिका 1 रुम्जामा चाहिँ आउनु होला हाम्रा दाइहरूले चाहिँ हजुरहरूलाई यो गुफामा प्रवेश गराउनु हुनेछ हाम्रो सेतो दाइ चाहिँ हाम्रो सेतो दाइलाई थाहा यो वेलकम यो ठाउँको सबै एरिया हाम्रो दाइलाई चाहिँ थाहा हाम्रो सेतो दाइलाई उहाँ चाहिँ भर्खर गुफाबाट निस्किँदै हुनुहुन्छ बत्ती ल हामी कतिको परसम्म रहेछ परसम्म त छैन होला नि थोरैसम्म होला के आउने डर त के लाग्दैन भालो हुन्छ नि यो उस्ता भाङ्राहरू त यहीँ राखेर जाऊँ क्या अत्यन्त यो हालमा छिराउँ न काट्न मिलिहाल्छ ए होइन बोलेको त खासै परसन त छैन होला नि भनेको डुलाउ पर छ हामी चाहिँ यस्तो डर लाग्दो एकदमै डेन्जरस गुफाभित्र हिँड्दैछौँ ए परैसम्म रहेछ दाइ यहाँसम्म रहेछ क्या यहाँसम्म रहेछ ए यहाँबाट तलै भित्र घुम्थ्यो होला पानी रहेछ कुवाई रहेछ पानीको कुवा है देउता कसम त्यतिकै आइयो मुले रहेछ आमा यस्तो बब्बाल छ नि गुफा त यत्रो टाढा रहेछ भाइ हिरा सुन भेट्टाइदिनु भयो कि यहाँतिर
यसो थाहा भएन यस्तो मूल छ यस्तो बब्बाल ठाउँमा आज फर्स्ट टाइम हो यसरी गुफा छिरेको म भोलि पनि कस्तो थर्किएको ए खतरा थर्किँदो रहेछ दाइ हस् दाइ त्यो त उफर बजाउने नि मजाले थर्किन्छ होला जस्तो क्या साउन्ड पनि बब्बाल ओहो कहिल्यै नभएको अनुभव आज लियो फेरि खतरा बिसा त ढुक्क आज बढ्यो होला त्यो है यस्तो बब्बालको ठाउँमा फेरि भाइ हजुर ल ल ल हाय हाय लुकाइदिएर लुकाउँदै के लुकाओस् यसमा त भर हुन्न नि देखेर वाउ अमेजिङ गुफा यस्तो बबाल छ नि आम्मा गुफा त कहाँ म आएको टुला त ए सेताहरू कता जानुभयो म त यहीँ बसिदिएको क्या हो जस्तो क्या यस्तो रमाइलो ठाउँमा आम्मा कोही टाउ जान सकिन्छ सकिन्न हो सेतो दाइ यो मान्छेले खनेको रे यस्तो डलाङ किराहरू नि छ फेरि ए आम्मा माथि त केही छैन सास फेर्न पनि कस्तो गाह्रो भएको ए जाउँ यो गुफाभित्र चाहिँ कोही पनि छिर्न सक्दैन है जस्तो मतलब कोही आएको छैन है सब रेकर्ड गरेर लाँदैछु म है ओ चमेरोमा छ त हो ओ सेतो दाइ चमेरो तिनचोटि यहाँ चमेरो बस्छ यार कहाँ छोप्नु सबै थोक बस्दो रहेछ क्या मजाले सुते यो आम्मा माथि पुगेर आएँ म यतातिरबाट के आउला जस्तो डर लाग्ने क्या हेर्नुहोस् म कोही छैन म मात्रै छु तर पनि निडरको साथ यस्तो मजा आइरहेको छ कि मलाई त होइन डरभन्दा पनि यस्तो छुट्टै मनभित्रबाट यस्तो रमाइलो फिलिङ्स भइरहेको छ मलाई राइट कहिल्यै नलिएको अनुभवहरू लिएछ ओहो पानीको मुहान छैन साउन्ड आइरहेको त्यतिर पानीको मुहान पनि रहेछ ल जोस् कोठानिर चाहिँ आइसक्यो अब ल मेरो भाङ्रा बल्ल सास मिठो आउँला हौ यो गुफा डरलाग्दो गुफामै छिरियो ठिक छ